बिहान समयमा छिटो उठेर आधा घन्टा वकिङ गर्दै गरेर आएपछि अब खाना बनाउन तयारी। परदेशी जिन्दगी यस्तो हजुर, काममा त जानै पर्यो। काममा जान लागि पेटमा खाना चाहियो, अनि खानालाई त आफूले नबनाएर त कसले बनाएर दिने है। त्यसैले यता भात रेडी भइसक्यो। अब एकछिनमा दाल पनि बोइल गरेर अनि त्यसपछि दाल बोइल गरेर फ्राई गरेर त्यसपछि ड्युटीतिर। अनि मैले त दाल बनाउँदाखेरि मलाई त एकदम पसन्द लौको आउँछ। लौकोमा दालमा लौको हाली खाँदाखेरि साह्रै मिठो लाग्छ मलाई, त्यसैले म लौको हाल्ने गर्छु प्राय। तपाईँहरूलाई कसलाई कसलाई मनपर्छ लौको हालेको दाल है, यसो कमेन्ट गर्नु होला नि त है। भात पनि लगभग भइसकेको छ। अब किनभने लौको हाल्दाखेरि अलि दाल पनि थोरै हाल्यो भने अलि गाढा हुन्छ होइन। त्यसैले लगभग सब्जीको पनि त्यति जरुर पर्दैन मेरो सोचबाट त होइन। अब तपाईँहरूलाई कस्तो लाग्छ लौकी हालेर बनाउँदाखेरि यसो लाइक र कमेन्ट गर्नु होला, सेयर गर्नु होला होइन। कसले कहाँदेखि हेर्नु भएको छ है। धेरै जस्तो नास्ता खाइसक्नु भयो होला होइन। प्रायः कस्तो हुन्छ भने होइन, अब तपाईँहरू बिहान कतिखेर उठ्नुहुन्छ होइन, त्यो त अब थाहा भएन, हजुरले कमेन्ट गर्दा थाहा हुन्छ होइन। प्रायः जस्तो मेरो सोच विचारबाट होइन, मैले अनुभव भोगे अनुसार कम्तीमा केही नै हो भने बेलुकातिर 9:30 बजे 10 बजे तपाईँ सुतिहाल्नुहोस् होइन। आफ्नो शरीरको लागि एकदमै ध्यान दिनुपर्ने कुराहरू 9:30 10 बजे सुतेर बिहान समथिङ 4:30 देखि 5 बजेभित्र उठेर सबभन्दा पहिला उठ्ने अनि एक गिलास गुनगुना पानी पिएर अनि त्यसपछि किन हो न आधा घन्टादेखि 1 घन्टा आफूलाई दिएर वकिङ गर्न हिँड्ने। सक्नुहुन्छ रनिङ गर्दा बेस्ट होइन। सकिनु भन्यो भने केही नै हो न, आधा घन्टासम्म यसो वकिङ गर्दै समथिङमा दिनमा 10,000 स्टेप पुरा गर्नुपर्छ होइन। 10,000 स्टेप पुरा गरेर तपाईँको भोलि दिनमा कस्तो हुन्छ भने अब कुनै बेला बिमारहरूको लागि भयो तपाईँको होइन, जस्तै कसलाई छ होइन, को सबै स्वस्थ हुनुहुन्छ होला, त्यही पनि रोग आउँदाखेरि त बाजागाजा बजाएर त आउने होइन, कुन बेला आउँछ थाहा हुन्न होइन। यो शरीरको पञ्चधातुले बनेको शरीरमा कुन बेला कुन्नेको प्रकट हुन्छ भनेर थाहा हुन्न। त्यसैले आफूलाई आफ्नो शरीरको लागि स्वास्थ्यको लागि व्यायाम गर्नुहोस्। अब मैले नुन हाल्दैछु है, अनि आधा घन्टा दैनिक शरीरबाट पसिना बग्ने हिसाबले एक्सर्साइज गर्दै जानुहुन्छ भने तपाईँहरूलाई कम्ती के नै हो भने मेडिसिनहरू लगभग खानु पर्दैन। समथिङ तपाईँको दैनिक दिने भने, किनभने त्यसको जितो जातो पढ्न म स्वयं भए। किनभने मलाई अहिले समथिङ तपाईँको 4 वर्ष जति भयो। के त भनेपछि अलि सियर कोलेस्ट्रल देखा परेको, त्यसैले मैले मेडिसिन नखाएर आफूलाई आधा घन्टा समय बिहान दिएर आफ्नो शरीरको लागि मेडिसिन भन्ने चाहिँ मेरो लागि त्यही हो ल। त्यस कारणले तपाईँले पनि आफ्नो शरीरलाई सकिन्छ भने समथिङ आधा घन्टा दिनु होला है।
ल साथी, चामल त रेडी भयो। अब यस्तै गरी फेरि बनाऊ, नयाँ नयाँ भिडियोहरू ल्याउँदै गरौँ ल, बनाउँदै गर्ला। कुरा गर्दा बनाऊ, अरू कुरा गर्दै जाने भने चाहिँ भिडियो लामो बन्दै जान्छ, त्यही कारणले। हस् त, हेभ अ नाइस डे।